एक सानो गाउँमा फाटेको र पुरानो साडीले ढाकिएकी एउटी आमा बस्थिन् जसको जीवन सङ्घर्षले भरिएको थियो। पैसा थिएन, साथ कसैको थिएन, आफ्नो लागि सपना पनि थिएन। उहाँसँग थियो उहाँको श्रीमान र उहाँ पनि बिरामीले हस्पिटलमा थियो। उहाँको श्रीमानलाई जचाउन उहाँसँग न त पैसा थियो न कसैको साथ। तर पैसा जुटाउनको लागि उहाँले विभिन्न ठाउँमा हात फैलाइन्, तर उहाँले पाउनुभयो मात्र बेजत। पैसा जुटाउनको लागि उहाँले अब म्याराथन प्रतियोगितामा भाग लिने निर्णय गर्छन्। 65 वर्षमा सबैले आराम गर्ने उमेरमा उहाँले चाहिँ म्याराथनको लागि प्र्याक्टिस गर्छिन्। उमेरले थिचे पनि, परिस्थितिले रोके पनि उनी रोकिनन्। नाङ्गो खुट्टा, भोकै, थाकेको शरीर, तर मन अडिन्थ्यो। र 65 वर्षमा न कसैले देखेको र न कसैले सुनेको काम गरेर देखाइदिन्। उहाँले 65 वर्षको उमेरमा म्याराथन प्रतियोगिता जितिन्। उनी पदको लागि दौडिनन्, पपुलर हुनको लागि होइन। उहाँ दौडिनु भएको थियो पुरस्कारमा आउने पैसाले आफ्नो श्रीमानको उपचार गराउने। उहाँको नाम थियो लता भगवान कार्य, एन अर्डिनरी वुमन हु शोड एक्स्ट्राअर्डिनरी करेज।